मिनासान कन्निचिवा। आज हामी चाहिँ डे 1 मा चाहिँ जापानिज भाषा सिक्न जाँदैछौँ। जापानिज भाषा सिक्नुभन्दा पहिला चाहिँ हामीले जापानलाई चाहिँ जापानिज भाषामा के भन्छ, भाषालाई के भन्छ भनेर चाहिँ सुरुमा चाहिँ हामीले यो जान्न चाहिँ एकदमै जरुरी हुन्छ है। अब जापानलाई चाहिँ जापानिज भाषामा के भन्छ होला त थाहा छ हजुरहरूलाई? ल थाहा छ भने भन्नु है, थाहा छैन भने म लेखिदिन्छु। जापानलाई चाहिँ जापानिज भाषामा निहोन भन्छ है त। के भन्छ त? निहोन भन्छ है। जापानलाई जापानिज भाषामा निहोन भन्छ। त्यसै गरी अर्को छ भाषालाई चाहिँ जापानिज भाषामा के भन्छ त भन्दा गो भन्छ है। इङ्ग्लिसमा ल्याङ्ग्वेज भन्छ, नेपालीमा भाषा नै भन्ने भयो होइन। अनि चाहिँ जापानिजमा चाहिँ गो भन्छ। अब तपाईँले भन्नुहोस् त जापानिज भाषालाई के भन्छ होला त अब हामीले चाहिँ जापान प्लस गो गऱ्यौँ भने चाहिँ के हुन्छ त? जापानिज भाषा हुन्छ। ल भन्नुहोस् अब तपाईँहरूले चाहिँ के भन्ने भयो त? जापानी भाषालाई के भन्ने भयो त? ल भन्नु त अब जापानलाई के भन्छ? निहोन प्लस गो के भन्ने भयो त? निहोन निहोन गो ए जापानिज भाषालाई चाहिँ के भन्ने भयो त भन्दा निहोन गो। अबदेखि तपाईँले के सिक्न आउनु भएको रहेछ त भन्दाखेरि चाहिँ जापानिज भाषा भन्नुभन्दा नि अब चाहिँ म निहोङ्गो पढ्दैछु है, निहोङ्गो भन्नु पऱ्यो है त। ल अब मैले यहाँनिर लेखिसकेको छु पहिले अलरेडी है। जापानिज भाषालाई चाहिँ हामीले 3 प्रकारमा चाहिँ विभाजन गर्छौँ, 3 भागमा चाहिँ विभाजन गर्छौँ, जसलाई चाहिँ हामीले कुनलाई चाहिँ कसरी पढ्ने है। जस्तै हिरागानामा लेखेको अक्षर चाहिँ यो कस्तो खालको भाषा हो, काताकानामा लेखेको चाहिँ कस्तो हो, खान्जी भनेको कस्तो हो भनेर चाहिँ मैले यहाँनिर सर अलिकति व्याख्या गरिदिएको छु। त्यो चाहिँ बिस्तारै हेर्दै जानु है त। अब त्यसपछि चाहिँ हामीले हिरागाना भनेको के हो त यो जान्न चाहिँ एकदम जरुरी छ है। तपाईँले हिरागाना जाने कन्सल्टेन्सीमा जाने, कन्सल्टेन्सीले चाहिँ सिधै पेपर दिन्छ है। ल यो चाहिँ हिरागाना अक्षर हुन्, यिनी चाहिँ भोलि लेखेर आऊ जानेर आऊ भन्नुहुन्छ है। त्यो चाहिँ एकदम बिल्कुलै अलिकति गलत छ जस्तो लाग्छ मलाई चाहिँ। त्यसरी भन्दा पनि जापानिजमा हिरागानालाई के भन्छ, काताकानालाई के भन्छ, खान्जीलाई के भन्छ त्यो चाहिँ सिकाउन चाहिँ एकदमै जरुरी छ स्टुडेन्टहरूलाई है। त्यही भएर चाहिँ पछि लेख्ने बेलामा चाहिँ हिरागाना लेख्ने ठाउँमा काताकाना लेखिदिने, काताकाना लेख्ने ठाउँमा हिरागाना लेखिदिने गर्नुहुन्छ प्रायः जस्तो स्टुडेन्टले। त्यो भएको कारणले हिरागाना भनेको के हो त पहिला त्यो जान्नु पर्यो है। त्यसपछि कातागाना भनेको के हो र खान्जी भनेको के हो त्यो जान्नु पर्यो। अनि बल्ल तपाईँले चाहिँ हिरागानालाई कस्ता अक्षरलाई भन्छ, कातागाना कस्ता अक्षर लेख्ने, खान्जी चाहिँ कुन अक्षरलाई खान्जीमा लेख्ने भनेर त्यो चाहिँ जान्नु पर्यो है। ल अब हिरागाना भनेको के हो त भन्दा जापानमै बनेका शब्दहरू लेख्न परेमा हिरागानाको प्रयोग गरिन्छ। मतलब जापानमै बनेका शब्दहरू अहिले मैले यहाँ के हो लेखेको छु त भन्दा नेपालमा बनेका अक्षरहरू लेखिरहेको छु है, नेपाली अक्षर लेखेको छु। त्यस्तै जापानमै बनेका शब्दहरू अथवा अक्षरहरू लेख्न परेमा चाहिँ हिरागानाको प्रयोग गरिन्छ, जसलाई चाहिँ हामीले हिरागाना लिपि पनि भनिन्छ। हिरागानामा स्वर वर्ण र व्यञ्जन वर्ण गरी 46 वटा अक्षर हुन्छन् भने स्वर वर्ण 5 वटा र व्यञ्जन वर्ण 41 वटा। टोटल चाहिँ हाम्रो 46 वटा अक्षरहरू चाहिँ हुन्छन्। कातागाना भनेको के हो भन्नुहुन्छ भन्दा जापानमा नभई जापानभन्दा बाहिरी देशमा उत्पादन भएका अथवा बनेका शब्दहरू लेख्न परेमा कातागानाको प्रयोग गरिन्छ। जस्तै विदेशी व्यक्तिहरूका नाम भने चाहिँ कस्तो हुनुभयो त जस्तै राम, श्याम, हरि होइन, सलमान खान, ऋतिक रोशन के छन् नामहरू जति पनि बाहिरी देशमा बनेका नाम छन् सबै चाहिँ हामीले केमा लेख्ने भयौँ त? कातागानामा लेख्ने भयो। अनि अर्को छ विदेशी वस्तुका नामहरू। विदेशी वस्तुका नामहरू जस्तै कम्प्युटर है, कम्प्युटर लेख्नु पर्यो भने चाहिँ हामीले यो केमा लेख्छौँ त भन्दा कातागानामा लेख्छौँ है। बल पेन, बल पेन भनेको इङ्ग्लिस शब्द हो। अब यसलाई चाहिँ जापानिजमा बोरु पेन भन्छ भनेपछि त्यसलाई चाहिँ के भन्छ? कातागानामा। जस्तो हिरागाना भन्दा छुट्टै फरक अलिकति जुन इङ्ग्लिस शब्दकै टोन आउने टाइपको है, बाहिरी वस्तु बाहिरी देशमा बनेको नै टोन आउने खालका शब्दहरू लेख्नु परेमा चाहिँ हामीले कातागानाको प्रयोग गर्छौँ। त्यसै अर्को छ विदेशी मुलुकका नाम जस्तै है नेपाल भयो, अमेरिका भयो, क्यानाडा भयो, इन्डिया भयो, यिनी सबै अरू बाहिरी देशका नामहरू लेख्नु परेमा चाहिँ हाम्रो कातागानाको प्रयोग गरिन्छ। तर जापानमा चाहिँ हाम्रो चीन मतलब चाइना र अर्को छ कोरिया है।
कोरिया यो दुईवटा देशका नामहरू चाहिँ फेरि हाम्रो हिरागानामै लेखिन्छ है। अरू देशका प्रायः जस्तो काताकानामा लेखिन्छ भने यो चीन र कोरियाको मात्रै चाहिँ दक्षिण कोरियाको चाहिँ हाम्रो हिरागानामै लेखिन्छ। काताकानामा पनि हाम्रो चाहिँ हिरागानामा जस्तै स्वर वर्ण र व्यञ्जन वर्ण गरेर टोटल 46वटा अक्षर हुन्छन्। स्वर वर्ण हिरागानामा जस्तै 5वटा र व्यञ्जन वर्ण पनि हिरागानामा जस्तै 41वटा। टोटल हामीले यसमा काताकाना पनि हामीले 46वटा अक्षरहरू पढ्छौँ है। अब आयो खान्जी। अब खान्जी भनेको चाहिँ जापानको लोकल भाषा अथवा हिरागानालाई छोटकरीमा लेख्न परेमा खान्जीको प्रयोग गरिन्छ। यसको सुरुवात चाहिँ चीनबाट भएको हो। सामान्य रूपमा मानिस, वस्तु, काम, भावना आदिको अर्थ देखाउन खान्जीको प्रयोग गरिन्छ। खान्जी फेरि कस्ता हुन्छन् भन्दाखेरि ठ्याक्कै चित्र जस्ता अक्षर देखिने है, चित्र कोरे जस्तै अक्षर देखिने है। जस्तै मानौँ मैले यहाँनिर पहाड बनाउन लाएँ भनेपछि चाहिँ यो के भयो त भन्दा एउटा पहाड भयो है। यो यामाको खान्जी भयो। यसरी चाहिँ एउटा चित्र जस्तो देखिने है त। यसरी चित्रहरू देखिनेलाई चाहिँ के भन्छ भन्दाखेरि खान्जी भन्छ। अब चाहिँ मैले हजुरलाई नर्मल्ली तरिकाले भन्छु। जापानलाई के भन्ने रहेछ? निहोन भाषालाई गो, जापानिज भाषालाई चाहिँ निहोङ्गो। र जापानिज भाषा कति प्रकारका रहेछन् त भन्दा 3 प्रकारका। एउटा छ हिरागाना, कातागाना, खान्जी। हिरागाना भनेको जापानमै बनेका अक्षरहरू लेख्नु परेमा हिरागानाको प्रयोग गरिन्छ। यसमा चाहिँ स्वर वर्ण र व्यञ्जन वर्ण गरेर टोटल 46वटा अक्षर छन्। र कातागाना भनेको चाहिँ जापानभन्दा बाहिरी देशमा बनेका शब्दहरू लेख्नु परेमा चाहिँ कातागानाको प्रयोग गरिन्छ है। जस्तै विदेशी वस्तुका नामहरू, विदेशी व्यक्तिका नामहरू है। भनेपछि अब तपाईँले जुन यसमा भिडियो हेरिरहनु भएको छ, जापानिज र चाहिँ नेपाली बुझ्दैन, जति पनि अरू नेपाली बुझिरहनु भएको छ, तपाईँ सबैको नाम चाहिँ केमा लेखिने भयो त? कातागानामा लेखिने भयो। र खान्जी भनेको चाहिँ हिरागानाको छोटो रूप हो भन्ने बुझ्नुहोस् है। हिरागानालाई छोटकरीमा लेख्नु परेमा चाहिँ हाम्रो यो खान्जीको प्रयोग गरिन्छ है। ल आजको लागि चाहिँ यति नै गरौँ है। थ्याङ्क यू।